छोरो भनेको त यस्तो पो हुनुपर्छ त सर। हेर्नुहोस् त, अब आमा चाहिँ घर बनाउनलाई काठ किन्न सकिन, काठ मलेसियाबाट ल्याउनु पर्दो रहेछ, काठ महँगो रहेछ, घर बनाउन सकिन भनेर गुनासो गरिरहेको सुनेको थियो अस्ति एउटा कार्यक्रममा। छोराले त्यो आमाको गुनासो सुनेर अब के काठ किनिरहनु भनेर चाहिँ घरै किन्दैछ, हिल्टन होटलै किन्दैछ। हेर्नुहोस् त देउबाको छोराले, आमाले काठ किन्न नसकेको छोरोले हिल्टन होटलै हान्दैछ। अब पढाउनु पनि के अरबौँ पर्ने पो होला त फेरि। छोरो भनेको चाहिँ यस्तो हुनुपर्छ भने यस प्रगति भनेको यस्तो हो क्या। अब हामी यहाँ 15-20 वर्ष विदेश गइसक्यौँ, के गर्न सके होइन। हात्ती साप चप्पल पड्काउँदै राजनीतिमा आएकाहरूले हिल्टन होटल हानिसक्यो छोराहरूले। अब के भन्नु छ र। अब सम्पत्ति शुद्धिकरण रविलाई त लाग्यो, अब यिनीहरूलाई लगाउनलाई भोट राष्ट्रपामा घन्टीमा मात्रै। त्यस पछाडि यिनीहरूको हिल्टन फिल्टन खोइ के बन्दु फन्दु सबै देखिन्छ। यस्तै हो, गर खाऊ गरी खाऊ गरी खाऊ गर बात गर्दा यार के भन्ने यार हुन्छ दिन तिमीहरूकै छ गर गर। अब हिल्टन फिल्टन के किन्छौ किन, कम्बोडियातिर लगानी गर्छौ कि अब जे गर्नु छ गर गर। अहिले अब तिमीहरूकै छ दिन गर।